Hello everyone, welcome back to my channel. It's me Arpana Hati अनि सबैजनालाई ह्यापी न्यू इयर 2082 अनि आज चाहिँ मेरो साथमा हुनुहुन्छ अर्चना दिदी. हेलो हाय. यो हेलो. ओ भाई ये क्या है? दुईजना ब्लगरहरुको मिट भयो यहाँ. Big fan. So guys, अब चाहिँ हामी जाँदैछौँ अनि आजको हाम्रो डेस्टिनेसन चाहिँ कहाँ हो? आजको हाम्रो डेस्टिनेसन भन्दै हामी चाहिँ कुलेखानी जाँदैछौँ. हेलो 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 किन बाहिर निक्लिनु भयो? तिमी आफैले हाम्रो बाबा ह्यान्डसममा भन्छ. सुजन दाइ सेयरिङ इज केयरिङ. खै तपाईँ आज आएर यस्तो त्यो होइन उयो होइन अर्को देखाइदिनु न. युट्युबर पनि यस्तो हुन्छ भन्ने थाहा थिएन है. यो बेलको डाइलग सुनेको लिनुमा भन्दा दिनुमा असल छ अरे. यो यस्तो हो क्या आफ्नो भिडियोको अगाडि मात्रै दिने हो क्या. क्या बात है. दाइले पकाइदिन्छ अरे. टायर पो खनाएको छ है. ओ हेलो 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 बिग फ्यान बिग फ्यान. ए दाइ कति रे? चियाको कति रे? 50 रुपैयाँ एक कप. अलि ठाउँमा हेर्नुपर्छ. अलि महँगो भएन? अब त्यो सहरतिर भइदिए चिया इजिली पाउँथ्यो क्या. दुधको चिया कि कालो चिया? यो दुधको चिया हो. ए यता आउनुहोस् यता आउनुहोस्. कालो चिया हो कालो. दुधको चिया भइदिएपछि 100 रुपियाँ भइहाल्थ्यो नि. आमामामा धेरै महँगो भयो. तपाईँको चिया कसैले नि खाँदैन. गाई चाहिँ कहाँ छ त नि? तपाईँको धेरै महँगो हो. चिया आयो 50 रुपियाँ एक कप. दूध वाला रहेछ नि त 100 रुपियाँ छ. 100 रुपियाँको चिया. यहाँ हाल्नु म हाल्छु. नत्र प्याक गरिदिन्छ हुँदैछ हाम्रो चाहिँ. सो फाइनली यत्रो बेर फोटो खिचेँ है. त्यसपछि बल्ल आयो पालो खाने पालो. यता देखाउन यता देखाउन. एकजनाले त खाएर नि भ्याइसक्यो यार. हैन म चाहिँ सुजनाले यति माया गर्छु. दुईटा माछा चाहिँ दान दिन लागेको छैन म. त्यो चाहिँ नलियो है. यी सबैजना यता यता बसेर खाइरहनु भएको छ. गाई जाने मैले चाहिँ फेरि फिजिएको छु है. वाह. सो गाइज हाम्रो गाडी चाहिँ भर्खर हिँड्न थाल्यो. भोक लाग्यो तपाईँलाई? खानु हेलो हेलो हेलो. कस्तो लाग्यो? एकदम दामी लाग्यो मलाई त. कस्तो बबाल छ है? बबाल एकदम.